हेलो वेलकम टु माई मिनी ब्लग। सो आजको ब्लगमा भने चाहिँ आमा र आप्पासँग आउटिङमा आएको छु। अनि आज हामी चाहिँ कहाँ जाँदैछौँ भने चाहिँ वेस्ट पोइन्ट जाँदैछौँ। यहाँबाट चाहिँ मस्जिद बनाएको रहेछ भर्खर। अनि अब भने चाहिँ हामी यहाँनिर घुम्दै यहाँनिर तिनवटा फोटोहरू लिनेछौँ। त्यहाँदेखि हामी जानेछौँ वेस्ट पोइन्टभित्र। वेस्ट पोइन्ट मात्रै नगएर हामी अरू जग्गा पनि जानेछौँ। हेर्दै गर्नुहोस्, तपाईँलाई देखाउने छु। सो लेट्स गो। यहाँनिर तर अब यहाँभित्रको म भिडियोहरू चाहिँ कभर गर्ने छुइनँ, किनभने म अस्ति आएको थिएँ, कभर गरिसकेँ है। भएर यहाँनिर एक दुईवटा फोटोहरू मात्रै क्याप्चर गरेँ हामीले है। अब चाहिँ हामी आइपुग्यो वेलनेस पार्क। यहाँको भित्रको ठाउँहरू चाहिँ तपाईँलाई देखाउनेछौँ। तपाईँहरूले मर्निङ वक हुन्छ। आमाहरूलाई कस्तो लाग्यो जग्गा? अलिकति भनिदिनुहोस् त आपा, तपाईँलाई कस्तो लाग्यो यहाँनिर आएर? यो जग्गा कस्तो लाग्यो? राम्रो बनाएको रहेछ। आमालाई कस्तो लाग्यो? यहाँ एक्सर्साइजहरू गर्नु पाउँछ नि त मर्निङ। ल एक्सर्साइज गरौँ के हो भनेर भन्नुहुँदैछ। आजको वेदर पनि यस्तो दामी भइरहेको छ। एज अ कम्प्लिमेन्ट्री चाहिँ रहेछ मुलाको अचार। अनि हामीले माग्यो मोमो अनि बिफ थुक्पा। त्यहाँदेखि चाहिँ हामी एमजीमा घुम्दै अब चाहिँ हामी घर फर्किँदैछौँ। बिस्तारै आउँदैछ है। अनि म चाहिँ यहाँ पर्खिरहेको छु। अब छिटो हिँड्नु भन्यो भने लड्यो भने हो, बिस्तारै आउनुहुँदैछ। आमा आजको दिन कस्तो लाग्यो तपाईँलाई? मजा आयो आज? दिन पनि राम्रो, पानी नि परेन। अब फेरि जाने कि नजाने यसरी? अब कहिलेसम्मको लागि बिदा? अब फेरि बिदा? आयो सुन्नुभयो होला, अब फेरि आमा चाहिँ कहिलेसम्मको लागि चाहिँ बिदा अरे हो। आमा चाहिँ हिँड्नु गाह्रो मानेर चाहिँ हतपत घरमै बस्छु, प्रायः निस्किनु मान्नुहुन्न है। आज चाहिँ मैले कसो गरेर आमा पाइलो यति बाहिर है भनेको थिएँ मैले। अब चाहिँ फाइनली घर पुग्न आँट्यो, थाकेर हत्तु भइरहेको छ। तर हत्तु भएर के गर्नु, मेरो ट्युसन छ इभिनिङको, फेरि 5 बजीतिर ट्युसन छ, पढाउनु पऱ्यो। त्यही भएर चाहिँ म छिटो म चाहिँ अगाडि बस्छु, आमालाई बिस्तारै आउनुहोस् ल भनेर है। थ्याङ्क यू गाइज फर your love